आदरणीय नेपाली कांग्रेसका सभापति श्री गगन कुमार थापाज्यू लगायत नेपाली कांग्रेसका पदाधिकारीज्यूहरू र सम्पूर्ण सदस्यज्यूहरू, अतिथि वक्ताहरू, सम्मानित उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो सादर प्रणाम र जय नेपालको हार्दिक अभिवादन। ग्रीन टेबल श्रृङ्खलाको 13औं कार्यक्रममा आजको यस विशेष कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। सबभन्दा पहिले आज नेपाली लोकतन्त्रका शिल्पकार, जननायक तथा नेपाली कांग्रेसका संस्थापक नेता श्रद्धेय विश्वेश्वर प्रसाद कोइराला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उपस्थित महानुभावहरू, विश्वेश्वर प्रसाद कोइराला आदरणीय बीपी कोइरालालाई सम्झिनु भनेको केवल इतिहासको एउटा व्यक्तित्वलाई सम्झनु होइन, उहाँले हामीलाई देखाउनु भएको राजनैतिक नैतिकता, वैचारिक स्पष्टता, लोकतान्त्रिक संस्कार र हामीलाई मार्गमा दौडाउनु भएको उहाँले जुन जिम्मेवारी छ त्यो जिम्मेवारीलाई पनि सम्झनु हो। आदरणीय बीपी कोइरालाको एउटा ठुलो विशेषता के थियो भन्दा उहाँले लोकतन्त्रलाई केवल एउटा स्थिर मापन मात्र गर्ने, स्थिर उपलब्धि मात्र मान्नु भएन। उहाँको विश्वास थियो लोकतन्त्र जीवित रहनुपर्छ, लोकतन्त्रको संरक्षण हुनुपर्छ र लोकतन्त्रलाई सधैँ हामीले एउटा जिम्मेवारी र मूल्य सम्मानको साथ चुनौतीसँग पनि जोड्न आग्रह गर्नुभएको थियो। आजको सबभन्दा ठुलो चुनौती मध्ये जलवायु परिवर्तन पनि एक हो। जलवायु परिवर्तन र नेपाल, प्रकृति, लोकतन्त्र र भावी पुस्ताको आजको यस विशेष विषयमा ग्रीन टेबलले एउटा अर्थपूर्ण र महत्त्वपूर्ण संवाद गर्न यहाँ आज कोसिस गरेको छ। यदि कसैले प्रश्न गर्छ र यहाँ धेरैलाई लाग्न सक्छ जलवायु परिवर्तन र बीपी कोइरालाको सम्बन्ध के हो भनेर, साथीहरू, सम्बन्ध शब्दमा होइन दर्शनमा भेटिन्छ। बीपीको समयमा जलवायु परिवर्तन राजनीतिक शब्दावलीमा थिएन, तर उहाँले प्राकृतिक स्रोतलाई निजी एउटा सम्पत्ति होइन कि सार्वजनिक सम्पत्तिको रूपमा हेर्नु भएको थियो। उहाँको निर्वाचित सरकारले वीरता प्रथा उन्मूलन गर्यो र त्यसले के सन्देश दियो भन्दाखेरि चाहिँ भूमि, जमिन केवल केही व्यक्तिको होइन, यो सम्पूर्ण राष्ट्रको साझा सम्पत्ति पनि हो। त्यसै गरी 2013 सालमा जुन वनको राष्ट्रियकरण भयो त्यो पनि त्यही सन्देशलाई स्थापित गर्ने एउटा संस्थागत प्रयास थियो। उपस्थित महानुभावहरू, यी सुधारहरूको केन्द्रमा एउटा गहिरो दर्शन र एउटा गहिरो विश्वास थियो। नेपालको वन, भूमि, नदी र प्राकृतिक स्रोत भनेको अहिलेको वर्तमान नागरिकको मात्र होइन, भावी पुस्ताको पनि साझा सम्पत्ति हुन् भन्ने उहाँको मान्यता थियो। हामीले पृथ्वी र प्रकृतिलाई आफ्नो पुर्खाको तर्फबाट उत्तराधिकारमा पाएका होइनौँ, हामीले आफ्नो सन्तानका यो सापटी लिएका हौँ र अब त्यो सापटीलाई हामीले बचाएर, हुर्काएर फिर्ता गर्नुपर्ने जरुरत छ। अहिले जसलाई हामीले इन्टरजेनेरेसनल रेस्पोन्सिबिलिटी अर्थात् पुस्तान्तरणीय रूपान्तरण भन्छौँ, त्यति बेला त्यस नैतिक आधारको चिन्तन त्यति बेला बीपीको राजनीतिक चिन्तनमा देखिन्छ। त्यसैले उपस्थित महानुभावहरू, आज हामीले बीपी कोइरालालाई जलवायु परिवर्तनको वैज्ञानिक वा वातावरणीय विज्ञको रूपमा होइन, आज हामीले उहाँलाई यस्तो लोकतान्त्रिक समाजवादी
पिपल लोक सेन्ट्रिक लिडर र नेताको रूपमा सम्झिरहेका छौँ, जसले राष्ट्रिय प्रकृति, समानता र भावी पुस्ताको हितलाई राष्ट्र निर्माणको केन्द्रमा राख्ने काम गर्नुभएको थियो। यसैले जलवायु परिवर्तन केवल वातावरणको विषय होइन साथीहरू, यो लोकतन्त्रको पनि विषय हो, यो सुशासनको पनि प्रश्न हो, यो सामाजिक न्यायको पनि प्रश्न हो र सबैभन्दा बढी यो भावी पुस्ताप्रतिको हाम्रो नैतिक जिम्मेवारीको पनि प्रश्न हो। त्यसैले आज नेपाल विश्वको कुल हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको देशमा पर्छ, तर जलवायु परिवर्तनको सबैभन्दा ठुलो मूल्य चुकाउने मुलुकहरूमध्ये नेपाल एक बनेको छ। हिमाल पग्लिरहेका छन्, हिमतालहरू जोखिमपूर्ण बन्दै गएको छ, बाढी, पहिरो, ढडेलो, खडेरी जस्ता घटनाहरू बढ्दै गइरहेका छन्। त्यसैले यसको असर वातावरणमा मात्र होइन, कृषि, स्वास्थ्य, पर्यटन, ऊर्जा, अर्थतन्त्र र लाखौँ नेपालीको दैनिकीमा देखिन थालेको छ। उपस्थित महानुभावहरू, ग्रिन टेबलको उद्देश्य पनि यही हो। आज 13औं ग्रिन टेबलको कार्यक्रम गरिरहँदा नेपालमा हामीले एउटा नयाँ र सुसंस्कृत राजनीतिक संस्कृतिको पनि अभ्यास गरिरहेको छौँ। ग्रिन टेबल एउटा यस्तो मञ्च हो जहाँ विज्ञहरू, युवाहरू, पार्टीका केन्द्रीय नेतृत्वहरू, सभापतिदेखि लगायत सम्पूर्ण केन्द्रीय सदस्यहरू, सम्मानित संसदहरू एउटै टेबलमा बस्छन् र जनताका सरोकारका विषयहरूलाई छलफल मात्र गर्दैनन्, सुन्छन्, सिक्छन् र नीति निर्माणको प्रारम्भिक कक्षा बनेको छ साथीहरू ग्रिन टेबल। मलाई लाग्छ अहिले यो प्यानल डिस्कसनमा हामी जाँदा आज आदरणीय जननायक बीपी कोइराला र उहाँले जुन दृष्टि, जुन गहिरो सोच यो राष्ट्रिय प्रकृतिप्रति, वन जङ्गलप्रति, भूमि जमिनप्रति देखाउनु भएको थियो, त्यसको रिफ्लेक्सन गर्ने कोसिस पनि हामी गरिरहेका छौँ। अन्त्यमा खुद को अपने आप में ढूंढता फिरता हूँ मैं, खुद को अपने आप में ढूंढता फिरता हूँ मैं, गोया खुद ही मंजिल हूँ, मुसाफिर भी खुद हूँ। वहाँ उपस्थित महानुभावहरू, यात्री पनि हामी नै हो, गन्तव्य पनि हामी नै हो। मलाई लाग्छ आज बीपी कोइरालाले सम्झने सबैभन्दा राम्रो तरिका पनि यही हो। समाधान बाहिर होइन, समाधान आफ्नै हाम्रो मूल्यमा, हाम्रो विचारमा र हाम्रो जिम्मेवारीमा लुकेको छ। त्यही भित्र नै हामीले खोज्नुपर्छ। बीपीले पनि यही बाटो देखाउनु भएको थियो। प्रकृतिको संरक्षण होस् वा लोकतन्त्रको सबलीकरण, हामीले अन्ततः यात्रा पनि हाम्रो आफ्नै हो र गन्तव्य पनि हाम्रो आफ्नै हो। उपस्थित महानुभावहरू, आज हामीले लिने निर्णय भोलिको पुस्ताले नेपालले पाउने, त्यो पुस्ताले कस्तो स्वरूपको नेपाल पाउने तय गरेको हुन्छ। यही विश्वासको साथ आजको कार्यक्रमलाई म दोस्रो चरणमा गर्दै आजको सहजीकरण गर्ने हाम्रो नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य तथा जलवायु जनचेतना उपसमितिका संयोजक रोशनी गिरिजीलाई म मञ्चमा हार्दिक अनुरोध गर्छु, आउन अनुरोध गर्छु र स्वागत गर्छु र उहाँलाई अबको यो कार्यक्रमलाई अगाडि बढाइदिन पनि आग्रह गर्छु। उपस्थित महानुभावहरू, अधिवक्ता रोशनी गिरी नेपाली काङ्ग्रेसका केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य पनि हुनुहुन्छ। उहाँले युनिभर्सिटी अफ क्याम्ब्रिजबाट अन्तर्राष्ट्रिय कानुनमा एलएलएम गर्नुभएको छ र हाल काठमाडौँ स्कुल अफ ल र पूर्वाञ्चल युनिभर्सिटीमा पनि फ्याकल्टी मेम्बर हुनुहुन्छ। उहाँ सन् 2015देखि नै मानव अधिकार तथा वातावरणीय कानुनको क्षेत्रमा वकालत गर्दै अनुसन्धान र सार्वजनिक सरोकारका विषयहरूमा निरन्तर बहस र संवादहरू चलाउँदै आइरहनु भएको छ। उहाँलाई आज ग्रिन टेबलमा यहाँ उपस्थित हुँदै सम्पूर्ण हाम्रो अतिथि वक्ताहरूलाई फेरि पनि धन्यवाद दिँदै यस नीति प्रतिष्ठानका प्रमुख
पार्टीका उपसभापति विश्वप्रकाश शर्माजीलाई पनि उहाँको नेतृत्वको लागि धन्यवाद दिँदै म यहाँबाट बिदा हुन चाहन्छु र आदरणीय साथी रोशनी गिरीजीलाई यो मञ्च हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। जय प्रगति, जय नेपाल। धन्यवाद कञ्चनजी। मैले अब हाम्रो आदरणीय प्यानलिस्टहरूलाई चाहिँ यहाँ आइदिनलाई रिक्वेस्ट गर्छु। सबैभन्दा प्रथम रूपमा मैले पूर्णिमा श्रेष्ठज्यूलाई चाहिँ यहाँ आइदिनको लागि आग्रह गरेँ। सबैजनाले जोरदार तालिका साथ उहाँलाई स्वागत गरौँ। पूर्णिमा श्रेष्ठज्यू पर्वतारोही तथा फोटो पत्रकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिर परिचित एउटा व्यक्तित्व हुनुहुन्छ। उहाँ एकै आरोहण सिजनमा 3 पटक माउन्ट एभरेस्ट चाहिँ आरोहण गर्न सफल भएर पहिलो महिला हुनुहुन्छ। उहाँले एउटा इतिहास रच्नु भएको छ। हालसम्म उहाँले सगरमाथाको 5 पटक सफल आरोहण गरिसक्नु भएको छ भने 6000 मिटरभन्दा अग्ला 8वटा हिमाल सफलतापूर्वक आरोहण गरिसक्नु भएको छ। हिमाल प्रकृति र जलवायु परिवर्तनका विषयमा उहाँका अनुभव र दृष्टिकोण आजको छलफलको लागि अत्यन्त महत्त्वपूर्ण रहने विश्वासका साथ हामीले उहाँलाई हार्दिक स्वागत गर्दछौँ। मैले यसपछि हाम्रो सम्मानित अर्को वक्तालाई डाक्टर मनु कार्कीलाई यहाँ परिचय गराउन चाहन्छु। डाक्टर मनु कार्की पेसाले दन्त चिकित्सक हुनुहुन्छ, तर सामाजिक उद्यमी तथा वातावरण संरक्षणको अभियन्ताको रूपमा उहाँ चिर परिचित एउटा व्यक्तित्व हुनुहुन्छ। उहाँको इको साथी नेपाल हामी सबैलाई थाहा नै छ। उहाँ त्यसको संस्थापक हुनुहुन्छ र सिइओ हुनुहुन्छ र आमा सुरक्षा नेपालको सहसंस्थापक तथा कार्यकारी निर्देशक पनि हुनुहुन्छ। दिगो जीवनशैली, प्लास्टिक न्यूनीकरण, वातावरण संरक्षण र मातृ स्वास्थ्यका क्षेत्रमा उहाँले उल्लेखनीय योगदान पुर्याउनु भएको छ। महिला सशक्तिकरण र सामाजिक परिवर्तनमा पुर्याएको योगदानका लागि हामी उहाँले हात्ती सोशल इम्प्याक्ट अवार्ड पनि प्राप्त गर्नुभएको छ। हरित जीवनशैली, नागरिक सहभागिता र वातावरणीय उत्तरदायित्वका विषयमा उहाँले प्राप्त गर्नुभएको अनुभव र उहाँको दृष्टिकोण फेरि पनि आजको यो छलफलको लागि एकदमै महत्त्वपूर्ण हुनेका साथ म उहाँलाई स्वागत गर्न चाहन्छु। अब म हाम्रो तेस्रो वक्ता मन्जित ढुङ्गानाज्यूलाई परिचय गराउँदै यहाँ निमन्त्रणा गर्न चाहन्छु। मन्जित ढकाल। श्री मन्जित ढकाल क्लाइमेट एनालिस्ट दक्षिण एसियाको निर्देशक तथा संयुक्त राष्ट्रिय जलवायु परिवर्तन प्रक्रिया अन्तर्गत एलडिसी ग्रुप हामी नेपाल जस्तो देशहरूको लागि अध्यक्षका रूपमा प्रमुख जलवायु सल्लाहकारका रूपमा काम गर्नुभएको छ। उहाँले 1 दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालसहित विभिन्न अति कम विकसित राष्ट्रहरूलाई प्राविधिक तथा नीतिगत सहयोग प्रदान गर्दै आउनुभएको छ। सन् 2015 को पेरिस सम्झौताको प्रक्रियामा पनि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। यसको लागि यहाँलाई धन्यवाद। उहाँ पोखरा विश्वविद्यालयका वातावरण विज्ञान तथा व्यवस्थापन विषयमा एडजङ्क्ट फ्याकल्टी सहप्राध्यापक समेत हुनुहुन्छ। जलवायु नीति, अन्तर्राष्ट्रिय वार्ता र दिगो विकासका क्षेत्रमा उहाँको गहिरो अनुभव र योगदान रहेको छ। म यहाँलाई पनि स्वागत गर्न चाहन्छु। मैले हाम्रो चौथो वक्ता श्री अभिषेक यादवज्यूलाई पनि यहाँ परिचय गराउँदै उहाँलाई पनि निमन्त्रणा गर्न चाहे। श्री अभिषेक यादवज्यू जलवायु परिवर्तन, ऊर्जा नीति तथा जलवायु वित्तका क्षेत्रमा 1 दशकभन्दा बढी अनुभव भएका नीतिविज्ञ हुनुहुन्छ। उहाँ नेपाल सरकारका पूर्व जलवायु वार्ताकार तथा राष्ट्रिय निर्धारित योजना कार्य समूहका विज्ञ सदस्यका रूपमा नेपालको जलवायु नीति, एनडिसिस तथा नेट जेरो भन्छौँ हामी, उत्सर्जन सम्बन्धी दीर्घकालीन रणनीतिक निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ। नवीकरण ऊर्जा, जलवायु अनुकूल विकास र दिगो नीतिका क्षेत्रमा उहाँले उल्लेखनीय योगदान गर्नुभएको छ। उहाँले अमेरिकाको युनिभर्सिटी अफ न्यू अर्लियन्सबाट विद्युत इन्जिनियरिङमा स्नातक तथा बेलायतको युनिभर्सिटी अफ लन्डन UCL-बाट ऊर्जा तथा वातावरणको अर्थशास्त्र र नीतिमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। म यहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु।
मैले फेरि पनि हाम्रो वक्ताहरूलाई यहाँ स्वागत गर्दै अब प्यानल डिस्कसनतर्फ लाग्दछु। हाम्रो प्यानल डिस्कसन करिब 1 घण्टा 10 मिनटको हुने यहाँहरूलाई जानकारी गराउँदछु। मैले सबैभन्दा पहिला पूर्णिमाजीको अलिकति प्र्याक्टिकल एक्सपिरियन्सतर्फ लागेँ। अघि पनि मैले भनिसकेँ, तपाईँले सगरमाथा एकै सिजनमा 3 पटक आरोहण गरेर विश्वको पहिलो महिला बनेर इतिहास रचिसक्नु भएको छ। हिमाल आरोहणको क्रममा तपाईँले जलवायु परिवर्तनका कस्ता प्रत्यक्ष सङ्केतहरू देख्नुभयो? हिम नदी पग्लिने दर, हिमतालको जोखिम र आरोहण मार्गहरूमा आएको परिवर्तन बारेमा आफ्नो तपाईँले आफैले महसुस गर्नुभएको अनुभवहरू हामीसँग सेयर गरिदिनुहोस् न प्लिज। नमस्ते, धन्यवाद क्वेसनको लागि। मैले चाहिँ 8000 मिटरको हिमालहरू चाहिँ धन्यवाद क्वेसनको लागि। सबैजनालाई नमस्ते। मैले चाहिँ 8000 मिटरको हिमालहरू चाहिँ 8वटा र मैले 15 चोटि चाहिँ 8000 मिटरको हिमालमा चाहिँ सब्मिट गरेको, 15 चोटि चाहिँ चुचुलोमा पुगेको। मैले चाहिँ हिमाल रिपिट गरेको भनेको चाहिँ सगरमाथा र मनासुलु। 2017मा चाहिँ मनासुलु फर्स्टमा गरेपछि मैले त्यसपछि 23मा गरेको थियो, 6 वर्षपछि। र यो दौरानमा चाहिँ अरू हिमालहरूमा, अन्य हिमालहरूमा चाहिँ म एकचोटि मात्रै सब्मिट गरेको। त्यही र मलाई धेरै एक्सपिरियन्स चाहिँ सगरमाथाकै हो। सगरमाथा चाहिँ 2018मा गइसकेपछि चाहिँ म 6 चोटि चाहिँ सगरमाथा गएको कारणले गर्दाखेरि चाहिँ जलवायु परिवर्तन चाहिँ हामीले सुनेको थियौँ होइन। यो चाहिँ अध्ययनको कुराले चाहिँ 10 वर्ष, 15 वर्ष, 20 वर्षको दौरानमा चाहिँ चेन्ज देखिन्छ भनेर सुनिरहेको थियो, यस्तै पढिरहेको थियो। तर अहिले चाहिँ हामीले आँखाले देख्दा देख्दै हिमालहरू चाहिँ बिस्तारै पक्लिरहेको महसुस गर्न सक्छौँ। त्यहाँको ग्लेसियरहरू, अनि त्यसपछि हिमाल चढ्दै क्रममा चाहिँ एकदमै अचानक अब नयाँ नयाँ अब सङ्केतहरू आएको देखेको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ के भएको कारणले गर्दा हो त भन्दाखेरि यो जलवायु परिवर्तनले चाहिँ अहिले अचानक अब हामीले मौसम हेरेर चाहिँ हिमाल चढिराखेको हुन्छ र यो वेदर रिपोर्टहरू नमिलेको कारणले कहिले एकदमै धेरै हावा चल्ने, अनि त्यसपछि एभेलेन्सको पार्टहरू, अनि हिउँहरू पर्ने र यसले कठिन गर्दाखेरि चाहिँ हिमाल आरोहणको लागि पनि एकदम गाह्रो भएको हामीले चाहिँ यो सङ्केत देखिन्छौँ। धन्यवाद। धन्यवाद। पूर्णिमाजीले हिमालको जमिन, हामीले माथि उहाँहरूले हिमाल चढ्दाखेरिको जमिनको यथार्थ र त्यहाँको जोखिमको अनुभव सुनाउनु भयो। अब यो जमिनको ग्रास रुट यथार्थलाई नीति, बजेट र अन्तर्राष्ट्रिय वार्तामा कसरी उतार्न सकिन्छ भन्ने बुझाइका लागि हामी जलवायु नीतिविज्ञ मन्जित ढकालज्यूलाई म दोस्रो प्रश्नतर्फ लाग्न चाहन्छु। जलवायु परिवर्तन वातावरणीय इस्यु मात्रै होइन, अर्थतन्त्र, स्वास्थ्य र विकासको प्रश्न पनि हो। अघि पनि हाम्रो पहिला वक्ता कञ्चनजीले भनिसक्नु भएको छ। तर नेपालको बजेट यति समस्या, यति गम्भीर प्रश्न र यसले हाम्रो चाहिँ एक्जिस्टेन्समा नै थ्रेट पुर्याउँदै पनि नेपालको बजेट र नीतिगत प्राथमिकतामा जलवायु अनुकूलनलाई कति प्राथमिकता दिएको छ? धन्यवाद रोशनीजी। र आजको यस विशाल सभामा यहाँहरूको यति उत्साहजनक उपस्थिति देख्दाखेरि अत्यन्त खुसी लागेको छ। सर्वप्रथम त नेपाली काङ्ग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण विभागको यो आयोजनामा भएको कार्यक्रममा हामीलाई बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। सँगसँगै 44औं श्रद्धेय बिपी स्मृति दिवसको यो अवसरमा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा केन्द्रित रहेर पार्टीले यो कार्यक्रम राख्नुमा पनि कति यो विषयको गाम्भीर्यता छ र पार्टी पङ्क्तिमा यो विषय कसरी बुझाउन हामी चाहन्छौँ भन्ने विषय पनि उजागर गरिरहेको छ। म सँगसँगै जुन प्रश्न यहाँले सोध्नुभयो, जलवायु परिवर्तनको विषय हाम्रो बजेट तथा नीति कार्यक्रममा कसरी उल्लेख भएको छ भन्ने विषय, यो भनिराख्दाखेरि म के पनि स्मरण गराउन चाहन्छु भने निर्वाचनको तयारी हुँदै गर्दाखेरि नेपाली काङ्ग्रेसको घोषणापत्रमा जुन हिसाबले जलवायु परिवर्तनका केही बुदामा मात्रै सीमित नगरिकन यसलाई शिक्षा, स्वास्थ्य
होइन ऊर्जा क्षेत्रमा परेको प्रभाव र समग्र देशका विभिन्न अरू आर्थिक विषयहरूमा परेको प्रभावको बारेमा जसरी उल्लेख गरिएको थियो, मेरो बुझाइमा जलवायु परिवर्तन कुनै एउटा निश्चित निकाय या कुनै निश्चित एउटा विषयमा मात्रै केन्द्रित हुने विषय रहेन। यसले नेपालको अर्थतन्त्रलाई प्रमुख योगदान पुर्याइरहेका क्षेत्रहरू विशेष गरी कृषि, ऊर्जा उत्पादनको क्षेत्रमा जलविद्युत, पर्यटन र विशेष गरी हामीले अझ अध्ययन अलिक कम गरेको क्षेत्र रेमिटेन्स, होइन, किनभने लगभग 80% भन्दा ठुलो रोजगारी हाम्रो मध्यपूर्व, पश्चिम एसिया र मलेसियामा छन्, जहाँ पृथ्वीको तापमान अझ बढिरहेको छ। त्यसैले गर्दा हाम्रा नीति तथा कार्यक्रम र बजेटहरूमा जलवायु परिवर्तनको विषय कुनै जलवायु परिवर्तन भन्ने एउटा बुँदामा मात्रै सीमित नरहिकन यसले शिक्षा, स्वास्थ्य, रेमिटेन्स, कृषि, ऊर्जा लगायतका समग्र क्षेत्रमा र अझ विशेष गरी यसले आउँदो पुस्ता, होइन, युवाहरू र बालबालिकामा कस्तो असर गर्छ र असरका कुरा मात्र होइन, हामीले अब अवसरको बारेमा पनि अझ बढी खोज गर्नुपर्ने जरुरी छ। धन्यवाद मन्जितजी। मन्जितजीले नीति र बजेटको जटिल संरचनाबारे हामीलाई बताउनु भयो, तर हामीले फर्केर हेर्दाखेरि राज्यको नीति संरचना जति नै सुन्दर भए पनि जनतहको व्यवहारमा परिवर्तन र सामुदायिक सहभागिता बिना हामीले यो कार्यान्वयन गर्न सक्दैनौँ, यो अधुरो नै रहन्छ। त्यसैले जनतहको व्यवहार परिवर्तन र फोहोर व्यवस्थापनको अभियानका क्रममा आउने चुनौतीबारे बुझ्न मैले डाक्टर मनुजीतर्फ चाहिँ आफ्नो प्रश्न राख्न चाहेँ। नमस्कार सम्पूर्णमा, मेरो नाम डाक्टर मनु कार्की हो। अघि मेरो इन्ट्रोडक्सन दिए जस्तै म खासमा दन्त चिकित्सक हो र एउटा आमा पनि हो। म चाहिँ अझै कसरी हेर्छु भने हामीले आफ्नो संसार अथवा हामीले बसिरहेको देश अथवा ठाउँलाई चाहिँ कसरी हामीले सफा बनाउन सक्छौँ, हाम्रो भावी पुस्ताको लागि, मेरो बच्चाहरूको लागि चाहिँ उनीहरूले देख्न सक्ने ठाउँहरू चाहिँ कतिको सुन्दर बनाउन सक्छौँ अथवा फोहोर रहित बनाउन सक्छौँ भन्ने चाहिँ जहिले पनि सोचिरहेको हुन्छु। र इको साथी नामक मेरो अर्गनाइजेसनबाट चाहिँ हामीले एभ्री डे, हरेक दिन चाहिँ हामीले डिजिटल मिडियाबाट चाहिँ अवेरनेस रेज गरिरहेको हुन्छौँ। हामीले दिनौँ कसरी प्लास्टिक फ्री हुन सक्छौँ अथवा स्वच्छ भएर जीवन बिताउन सक्छौँ भन्ने कुरा चाहिँ हामीले राखिरहेको हुन्छौँ। अहिले जुलाई महिना रहेको हुँदा पनि हामीले प्लास्टिक फ्री जुलाई भनेर चाहिँ हामीले 1 महिना चाहिँ यसको क्याम्पेनिङ पनि गर्दैछौँ। र प्रश्नको उत्तर दिँदाखेरि चाहिँ हामीले दिनौँ व्यवहार हामीले कसरी चेन्ज गर्न सक्छौँ भन्दा सिम्पल तरिकाले, होइन, आफ्नो एउटा मग बोकेर, सानो मग मात्र बोकेर लैजानु भयो भने पनि प्लास्टिकको बोतलबाट खानेकुरा पानी खानु पर्दैन, होइन। आफ्नो एउटा ह्याङ्की मात्र बोक्नु भयो भने पनि टिस्यु वाइप्सहरू युज गर्नु पर्दैन, होइन। एकदमै सिम्पल कुराहरू हो। र आफूले लगाउने कपडाहरू कस्तो छ भनेर पछाडि लेबल मात्र चेक गर्नुभयो भने पनि त्यसमा कटनको हो कि, होइन, नेचुरल फ्याब्रिकको युज गर्न सक्नुहुन्छ। त्यसरी चाहिँ आफ्नो व्यवहारमा सानो सानो परिवर्तन र सबैभन्दा इम्पोर्टेन्ट चाहिँ घरको किचनबाट सुरु हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। किचनमा चाहिँ हजुरले अर्ग्यानिक वेस्ट जस्तो कुहिने फोहोर र नकुहिने फोहोर मात्रै छुट्याउनु भयो भने पनि, त्यसलाई कम्पोस्टिङ मात्र गर्नुभयो भने पनि एकदमै ठुलो व्यवहारमा चेन्ज आउन सक्छ जस्तो लाग्छ मलाई चाहिँ। सो यही। धन्यवाद मनुजी। उहाँले हामीले व्यक्तिगत जीवनमा, दैनिकी जीवनमा के कस्ता परिवर्तनहरू गर्न सक्छौँ, साना साना परिवर्तनले नै ठुलो परिवर्तन ल्याउने हो, यसमा प्रकाश पारिदिनु भयो। तर सामुदायिक अभ्यासलाई दिगो बनाउन आवश्यक पूर्वाधार, ऊर्जा प्रविधि र योजनाको समीक्षा, यी विषयमा गहिरो अध्ययन गरिरहनु भएका ऊर्जा तथा नीति विश्लेषक अभिषेक यादवजीको धारणा पनि सुनौँ। अभिषेकजी, तपाईँले जलवायु अनुकूलन तथा न्यूनीकरण परियोजनाहरूको अनुगमनमा लामो समय काम गर्नुभएको छ। नेपालको राष्ट्रिय स्तरको जलवायु योजना, जसलाई हामी एनडिसिज भनेर चिन्छौँ, र अनुकूलन परियोजनाहरूको कार्यान्वयन कस्तो अवस्थामा छ? र साथै हामीले अहिले नेपाल चाहिँ नर्वे पछिको विश्वमा सबैभन्दा बढी इलेक्ट्रिक भेहिकल्स इम्पोर्ट गर्ने अर्थतन्त्र पनि भएका छौँ हामीले। यसरी इलेक्ट्रिक भेहिकल्समा हामी मुभ हुँदा जुन हामीले अनुकूलनको एउटा माध्यम भनेर हेर्छौँ, यसमा हामीले ब्याट्री व्यवस्थापनको लागि नेपालले के कस्तो रणनीति लिनुपर्छ होला? धन्यवाद रोशनीजी प्रश्नको लागि। नेपालले आफ्नो जलवायु कार्यान्वयन योजनामा राम्रै उपलब्धि गरिरहेको छ। जसरी रिन्युएबल एनर्जीमा, होइन, नवकरणीय ऊर्जामा हाम्रो हाइड्रो पावर, सोलरहरू बनिरहेका छन्, इलेक्ट्रिक भेहिकलहरू युज भइरहेका छन्। इन्डस्ट्रीमा पनि अब इलेक्ट्रिक बोइलर, फर्नेसहरू युज हुन थालेछन्। हामीले वन संरक्षणलाई पनि प्राथमिकतामा राखेका छौँ। र यो गर्दाखेरि चाहिँ अब इलेक्ट्रिक भेहिकलको कुरा गर्दाखेरि यसका धेरै फाइदाहरू छन्।
होइन। एक त हामीले जुन तेल डिजल युज गर्छौँ त्यो हामीले विस्थापन गर्न सक्छौँ आफ्नै नवीकरणीय ऊर्जा होइन, रिन्युएबल इलेक्ट्रिसिटीले। र यसका अरू फाइदाहरू पनि छन्, जसरी यसले एमिसन्सहरू कम गरेपछि एयर पल्युसन घट्ने होइन, यसको हेल्थ बेनिफिट्सहरू हुने। र हाम्रो जुन ठुलो एउटा पैसा जो बाहिर गइरहेछ होइन तेल किन्नलाई, लगभग 2-3 खरब प्रत्येक वर्ष, त्यसलाई हामीले घटाउन सक्छौँ र त्यसले हाम्रो इकोनोमीमा पनि सुधार हुन्छ। यसका केही च्यालेन्जहरू छन्, हजुरले भन्नुभयो जस्तै जस्तो ब्याट्रीको रिसाइक्लिङ गर्ने र त्यो ब्याट्रीको लागि लिथियमको सोर्सिङ कहाँबाट गर्ने भन्ने कुराहरू। र त्यसको लागि चाहिँ हामीले कार्यान्वयन योजना, नेपालले कार्यान्वयन योजनामा पनि ब्याट्रीको रिसाइक्लिङ प्लान्टहरू स्थापना गर्ने भनेर राखेको छ। र अब अहिले ब्याट्री टेक्नोलोजी पनि एकदम एडभान्स हुँदै गइरा भएर बिस्तारै हामीलाई यस्तो एकदम हेभी रिसोर्स नलागिकन अलि सिम्पल मटेरियल जस्तो सल्टहरूबाट, सलिड मटेरियलबाटहरू पनि ब्याट्री टेक्नोलोजीहरू डेभलप हुँदैछ। यसले हामीलाई फ्युचरमा सहयोग नै हुन्छ जस्तो लाग्छ। हस्, धन्यवाद। मैले दोस्रो चरणको प्रश्नतर्फ लागेँ, फेरि पनि म पूर्णिमाजीतिर आएँ। हजुरकै भनाइ उद्धत गर्दा हिमाल मुनि आरोहीहरूको खुट्टा मुनि नै हाम्रो बरफहरू परिवर्तन भइरहेका छन्, हावा परिवर्तन भइरहेका छन्। नेपाल जस्तो हिमाली मुलुक जसको चाहिँ उत्सर्जनभन्दा पनि हामीले चाहिँ महसुस गरेका इम्प्याक्टहरू चाहिँ धेरै छन्। यस्ता मुलुकहरूका लागि जलवायु परिवर्तन भनेको राष्ट्रिय सुरक्षा सङ्कटको एउटा बिन्दुमा पुगिसकेको छ। यसको सामना गर्न राज्य र स्थानीय समुदायले कस्ता खालका कदमहरू चाल्नु पर्ला? यो चाहिँ अहिलेको यो पहिला चाहिँ हामीले कहिले पनि प्राथमिकता रूपमा लिँदैन होइन, कसैलाई पनि। अब अलि धेरै मान्छेहरू जब कि यो चाहिँ मलाई कस्तो लाग्छ भने जलवायु परिवर्तन चाहिँ जति सभ्य, जति भव्य, जति अवेरनेस, जति शिक्षित भएको मान्छे उहाँहरूबाट नै यो चाहिँ बढी मात्रामा बढी जलवायुको यो चेन्ज बढी आइरहेको जस्तो लाग्छ होइन। र कुन मान्छे चाहिँ बढी भोगेको छ भने जुन मान्छेलाई चाहिँ यो बारेमा अनभिज्ञ छ होइन, जसले चाहिँ जलवायुमा चाहिँ जुन हामीले चाहिँ यो यसमा क्लाइमेट चेन्जको लागि चाहिँ केही पनि कन्ट्रिब्युट गरेको छैन, त्यसले चाहिँ बढी भोग्न परेको छ। र यसको लागि चाहिँ हामीलाई खालि अवेरनेस देखाउँछौँ होइन, हामी चाहिँ एकदम शिक्षित मान्छेहरूलाई मात्रै गरिरहेको छ। एउटा चाहिँ एजुकेसन लेभलबाट नै होइन, सबैजनालाई चाहिँ अब भावी पुस्ताको र आउने पुस्ताहरूलाई पनि यो एजुकेसनमै यो शिक्षा हुनुपर्छ होइन। हामीले चाहिँ दियो विकासको लागि के गर्नुपर्छ, रिसाइक्लिङको लागि के हो भन्ने कुराहरू चाहिँ पहिले नै हुनु पर्यो। अर्को कुरा चाहिँ अब यति धेरै के अरे यो हिमालकै कुरा गर्छु म, यति धेरै हिमतालहरू छ होइन। मैले चाहिँ त्यो धेरै हिमालमा गइरहेको बेलामा चाहिँ यो हिमताल चाहिँ फुट्ने भनेको छ र हामी चाहिँ जहिले पनि डरमा बस्नु परेको छ होइन। कहिले के हो भनेर स्थानीयवासीहरूको गुनासो हुन्छ होइन। यसको बारेमा चाहिँ मान्छेहरूलाई चाहिँ अब जस्तो राज्यको कहिले पनि प्राथमिकतै पर्दैन र कहिले पनि बजेट नै परेको हुँदैन र कुनै सङ्घ संस्थाको भरमा, आइएनजीको भरमा चाहिँ त्यो काम गर्नु परेको छ। जब कि हाम्रो ठाउँमा हाम्रो स्थानीयको लेभलको मान्छे, हाम्रो जनताहरू चाहिँ मारमा पर्ने कुरा हो होइन। र अरूलाई चाहिँ त्यो चासोको विषय हुँदैन, कहिले पनि यो राज्यको एकदमै बजेटमा पनि पर्या हुँदैन, यो नीति नियममा पनि पर्या हुँदैन। र अर्को कुरा चाहिँ मलाई चाहिँ यो क्लाइमेट ट्याक्स भन्ने हुन्छ होइन, मेरो चाहिँ थर्डमा चाहिँ जो मान्छेलाई यो क्लाइमेट ट्याक्स पनि अब चाहिँ बिस्तारै बढाउने हो कि होइन, हाम्रो यो क्षतिपूर्ति चाहिँ कसरी चाहिँ हामीले त्यहाँको मान्छेलाई मापदण्ड गर्ने होइन, जहिले पनि बजेट मात्रै बढाएर त हुँदैन। यसको चाहिँ हिमालमा उठेको रकम अथवा हिमालमा त्यो भएको त्यही नै काम गर्नुपर्छ जस्तो लाग्छ। धन्यवाद। धन्यवाद पूर्णिमाजी। उहाँले एकदमै एउटा पेचिलो विषयमा चाहिँ छुनुभयो, डिस्प्रपोर्सनेट इम्प्याक्ट भन्छौँ हामी। जलवायु परिवर्तन सबैले महसुस गरिरहेका छौँ, तर कोही व्यक्तिले हामीले भन्दा बढी महसुस गरिरहेका छौँ, कोही व्यक्तिलाई त्यसको असर ठुलो छ भन्ने एउटा एकदम महत्त्वपूर्ण विषयमा छुनुभयो। मैले एकछिन मन्जितजीलाई स्किप गरेर यता मनुजीतर्फ लागेँ। मनुजीले यहाँ आफ्नै कपमा चाहिँ पानी खाइरहनु भएको मैले देखेँ। त्यही भएर तपाईँको यो ब्रिङ योर ओन कप भन्ने तपाईँले जुन एउटा सुरु गर्नुभएको छ र जेरो वेस्ट 404को अभियानले उपभोक्ता व्यवहारमा परिवर्तन ल्याउन खोजेको छ। तपाईँले एकदमै एउटा एन्टरप्रेन्योरसिपको माध्यमबाट पनि यो गर्न खोजिरहनु भएको छ। तर संरचनागत समस्याहरू जुन छन्, जुन पूर्णिमाजीले भन्नुभयो बजेटमा, नीतिमा हाम्रो प्राथमिकतामा पर्दैन, यसको संरचनामै समस्या हुँदाले संरचनागत समस्या समाधान गर्न व्यक्तिगत पहल एन्टरप्रेन्योरसिपले मात्रै पर्याप्त हुन्छ कि राज्यको नीति
निजी क्षेत्र र सामाजिक एउटा नागरिक समाज बिचमा पनि साझेदारी कस्तो खालको हुनुपर्छ भन्ने मैले हजुरलाई एन्टरप्रेन्योरसिपको तर्फबाट प्रश्न सोध्न चाहेँ। हजुर थ्याङ्क यू फर द क्वेसन। एन्टरप्रेन्योरसिप गरेको 7 वर्ष भइसकेको छ, तर कहिले पनि मलाई चाहिँ कहाँबाट चाहिँ लोन पाउने होइन यो क्लाइमेट फाइनेन्सिङको कुराहरू चाहिँ कहिले पनि थाहा भएन। यसको एकदमै इन्फर्मेसनहरू चाहिँ एकदम मजाले सबै वेबसाइटहरूदेखि लिएर केमा अब रेडियोमा आउने हो कि टिभीमा आउने हो कि त्यो सबै आउनु पऱ्यो। म जस्तो महिला एन्टरप्रेनरलाई चाहिँ यसको एक्सेस हुनु पऱ्यो जस्तो लाग्छ मलाई। र म अहिले के पोइन्ट्सहरू पनि लेखेर लिएर आएको छु, त्यो चाहिँ म भन्न चाहन्छु। म बिर्सिन चाहदिनँ मात्रै भएर है। सो ग्रिन स्टार्टअप फन्ड चाहिँ हामीले क्रिएट गर्न सक्छौँ एउटा। अनि ट्याक्स इन्सेन्टिभ जस्तै हामीले र मटेरियल्सहरू ल्याउँछौँ एज एन एन्टरप्रेनर, बाहिरबाट लिएर आउनु पर्ने हुन्छ कति र मटेरियल, जबसम्म नेपालमा बन्दैन तबसम्म चाहिँ हामीले त्यसको ट्याक्सको चाहिँ इन्सेन्टिभ पाउनुपर्छ अथवा ट्याक्सलाई चाहिँ कन्सेसन पाउनुपर्छ। त्यो चाहिँ हाम्रो पोलिसीमा हुनै पर्ने कुरा हो जस्तो लाग्छ मलाई होइन। त्यो हाम्रो अझैसम्म पोलिसीमा छैन। र यो यस्तो गर्नाले चाहिँ अझै यङ मान्छेहरू चाहिँ अझै एन्टरप्रेनरसिपमा चाहिँ अझै आकर्षित हुन्छन् जस्तो लाग्छ मलाई। अनि क्लाइमेट इनोभेसन हब्सहरू हामीले क्रिएट गर्न सक्छौँ ठाउँ ठाउँमा, काठमाडौँमा मात्र नभएर हरेक ठाउँमा हामीले क्लाइमेट इनोभेसन हब्सहरू बनाउन सक्छौँ। किनभने नेपालमा चाहिँ आइडियाको कमी होइन जस्तो लाग्छ मलाई चाहिँ, एक्जिक्युसनको चाहिँ कमी हो जस्तो लाग्छ। अरू चाहिँ स्किल्स र ट्रेनिङहरू चाहिँ एकदम रिगरसली गर्नु पऱ्यो होइन। अनि रेगुलेसन्सहरू अलिकति सिम्प्लिफाइड गर्नु पऱ्यो। एकदमै टफ रेगुलेसन हुन्छ, रेजिस्ट्रेसन गर्न जाँदा गाह्रो, कतिवटा ब्युरोक्रेसी नागेर बल्ल एउटा रेजिस्ट्रेसन हुन्छ। त्यो चाहिँ अलिक सिम्प्लिफाइड हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ ग्रिन एन्टरप्रेनर्सहरूको लागि। अनि पब्लिक प्राइभेट पार्टनरसिप चाहिँ एकदमै दह्रो हुनु पऱ्यो भन्नको लागि मात्र होइन, पब्लिक प्राइभेट पार्टनरसिप हुनु पऱ्यो। र गभर्मेन्टबाट चाहिँ कस्तो खालको हुनु पऱ्यो भने अर्गनाइजेसनले चाहिँ ग्रिन प्रोक्योरमेन्ट गर्नै पर्ने होइन। जस्तै प्लास्टिकको अल्टरनेटिभहरू ल्याउनै पर्ने नीतिहरू चाहिँ हामीले राख्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि चाहिँ एन्टरप्रेनरहरू जसले चाहिँ अल्टरनेटिभहरू दिइराख्नु भएको छ, जस्तै हामीले चाहिँ नेपालमा पहिलो पटक बाँसको टुथब्रस नेपालमा लिएर आएका थियौँ। सो त्यस्तो खालको प्रडक्टहरू चाहिँ अर्गनाइजेसन्सहरूले पनि किन्नुभयो भने यसको कस्ट पनि घट्दै जान्छ। अहिले चाहिँ यो अलिकति एक्सेसिबल र अफोर्डेबल छैन भन्ने कुरा आउँछ होइन, तर यसलाई चाहिँ अझै अफोर्डेबल बनाउनको लागि यसको डिमान्ड बढाउनु पर्ने हुन्छ। सो गभर्मेन्टको तर्फबाट पनि यसलाई चाहिँ अझै प्रोक्योरमेन्टमा चाहिँ ग्रिन प्रोक्योरमेन्ट गर्नै पर्छ भनेर चाहिँ अर्गनाइजेसनहरूलाई चाहिँ पैरवी गरिदिनु भयो भने अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। थ्याङ्क यू। मनोजीले के देखाउनुहुन्छ भने एउटा व्यक्तिको पहलले हामीले कति ट्रान्जिसन गर्न सक्छौँ। उहाँको मैले एउटा सानो स्टोरी पढेको थिएँ। ताइवानमा कि कहाँ जाँदा उहाँले ब्याम्बूको टुथब्रस पाउनुभयो, त्यो उहाँलाई साह्रै मन पर्यो। तर नेपालमा फर्केर आउँदा यहाँ टुथब्रस कहीँ पनि नपाइएपछि उहाँले आफै बनाउने जमर्को गर्नु भएर यो चाहिँ एउटा सुरु भएको भन्ने मेरो बुझाइ छ। यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद। थ्याङ्क यू रोशनी। सो उहाँले देखाउनुहुन्छ एउटा व्यक्तिको पहल, एउटा व्यक्तिले चाह्यो भने हामीले कसरी एन्टरप्रेनरसिपको माध्यमबाट एउटा ट्रान्जिसन गर्न सक्छौँ भन्ने उहाँ एउटा ज्वलन्त उदाहरण हो। मैले मन्जिततर्फ आफ्नो माइक तिर्साउन चाहेँ। नेपालमा हामीले वायु प्रदूषण र जलवायु परिवर्तन यी दुई सङ्कट हुन्। अहिलेको यो सेन्चुरीको दुवै एकदमै ठुलो सङ्कट हो। वायु प्रदूषण पनि हाम्रो हेल्थको लागि सबैभन्दा बढी इम्प्याक्टफुल र बर्डन अफ डिजिजमा नम्बर 1 भन्छौँ हामीले, स्लो पोइजन। यो दुवै ठुला सङ्कटहरूको कारण र समाधान धेरै जसो एउटै छन्। तैपनि नेपालमा सार्वजनिक बहसमा यी दुई विषय प्राय अलग अलग हुन् कि भन्ना जसरी हामी छलफल गर्छौँ। यी दुवैलाई सँगै बुझ्न र हामीले चाहिँ बुझाउनलाई कसरी सुरु गर्न सक्छौँ होला? हजुर धन्यवाद रोशनीजी, अत्यन्तै महत्त्वपूर्ण प्रश्न। वायु प्रदूषण र जलवायु परिवर्तनको कुरा गरिराख्दाखेरि एउटा चित्र मेरो सामु सधैँ आइरहेको छ। कोरोनाको बेलामा जुन बेला उद्योग धन्दा र यातायात सबै बन्द थियो, काठमाडौँबाट सगरमाथा देखिन सकिँदो रहेछ। त्यतिखेर नेपाली टाइम्समा आभूषण गौतमले एउटा होइन फोटो छाप्नु भएको थियो र त्यो फोटो हेर्दाखेरि चन्द्रगिरीबाट सगरमाथा देखिँदो रहेछ। हामीले कहिले कल्पना नगरेको विषय। किन त्यस्तो हुन सम्भव भयो त भन्दा त्यो बेलामा प्रदूषण थिएन सहरमा, सहर सफा थियो र निकै टाढासम्म हामीले हेर्न सक्थ्यौँ। त्यो हेर्दा राम्रो देखिनु मात्रै रहेन कि त्यतिखेर हाम्रो स्वास्थ्यलाई गम्भीर असर पार्ने वायु प्रदूषणका जुन होइन सोर्सहरू हुन्छन् ती कहाँबाट आउँछन् भन्ने हामीलाई नजिकबाट महसुस गर्ने चिन्ने एउटा अवसर पनि प्रदान गर्यो त्यसले। काठमाडौँमा प्रदूषण कहाँबाट आउँदो रहेछ त भनेर हेर्दाखेरि सबैभन्दा प्रमुख स्रोत बाटोबाट रहेछ। बाटोमा गुड्ने गाडी र बाटोको धुलोहरू
धुलोहरूमा हामीले केही हदसम्म प्रगति गऱ्यौँ विगतका केही वर्षहरूमा र त्यसको अत्यन्तै राम्रो उदाहरण तपाईँहरू अहिले जहाँ उभिराख्नु भएको छ र यो जावलाखेलको चोकको वरिपरि यहाँहरूले हेर्नुभयो भने हरियो रङ लगाएको साइकल लेन देख्नुहुन्छ, जुन एउटा यहीँको होइन मेयर चिरबाबु होइन महर्जनवालले एउटा सुरु गर्नुभएको एउटा अभियान पनि थियो। नेपालमा यो अभियानले अत्यन्तै ठुलो महत्त्व पाएको छ। भनेपछि काठमाडौँमा अहिले पनि हामीले अध्ययनबाट हेर्दा के देख्छौँ भने झन्डै 42% जति मानिसहरू हिँडेरै यात्रा गर्छन्, कम्युट गर्छन्। तर हाम्रो सडक कस्तो बनिरहेको छन्? रिङ रोड अहिले हामीले हेऱ्यौँ भने रिङ रोडमा झन्डै 2-3% मात्रै हिँड्नको लागि छुट्याइएको छ होला सडक। जहाँ हाम्रो आधाभन्दा ठुलो जनसङ्ख्या हिँड्छन् भने बाटो पनि त हिँड्ने मैत्री हुनु पर्यो। हामी साइकल कुदाउनको लागि अत्यन्तै उपयोगी होइन त्यो राम्रो हो भन्छौँ, तर हाम्रो बालबालिकालाई साइकलमा स्कुल जाउँ भनेर भन्नलाई हामीलाई अत्यन्तै गाह्रो छ, किनभने यो भिडभाड र होइन गाडीहरूको जुन प्रकारको होइन अवस्थाले गर्दाखेरि। भनेपछि हामीले यातायात क्षेत्रमा सुधार गर्नको लागि यो नन मोटराइज ट्रान्सपोर्ट भन्छौँ, हिँड्ने साइकल मैत्री सडक र सँगसँगै निजी गाडीहरू भन्दा पनि सार्वजनिक यातायात र त्यसको लागि यही नजिकै भएको साझा यातायात लगायतका सार्वजनिक यातायातहरू जुन हिसाबले प्रवर्धन भए त्यो पनि हामीले सराहना गर्नै पर्छ। र दोस्रो अर्को प्रमुख स्रोत चाहिँ फोहोर मैला रहेछ होइन। र फोहोर मैला व्यवस्थापन गर्नको लागि हामीले कुनै अन्य देशहरू कार्बन उत्सर्जन बढी गर्ने विकसित राष्ट्र हुन् या हाम्रा छिमेकी राष्ट्रलाई गाली गरिराख्नुपर्ने औँला ठहराउनु पर्ने आवश्यकता छैन। फोहोरको व्यवस्थापन हामी आफै गर्न सक्छौँ र नेपालका धेरै नगरपालिकाहरू छन् जसले फोहोर व्यवस्थापन गरेर नमुना उदाहरण पनि प्रस्तुत गरिसकेका छन्। भनेपछि यसरी हेर्दै जाँदाखेरि हामीले खुल्ला रूपमा आगो बाल्ने होइन र सिजनल रूपमा वर्षको केही समय चाहिँ वन डढेलोले गर्दाखेरि पनि प्रदूषण हुँदो रहेछ र यो वन डढेलो र अन्तर्देशीय प्रदूषण चाहिँ वर्षको केही महिना मात्रै हुँदो रहेछन्। तर त्यो अवस्थालाई मात्रै दोष देखाएर हामी घरभित्रै भएको हाम्रो सहरभित्रै भएको समस्याबाट हामी टाढा भाग्न चाहिँ सक्दैनौँ। त्यति गरिराख्दाखेरि हाम्रो फेरि अर्को अवसर के रहेछ भने अन्तर्राष्ट्रिय स्तरमा गएर रोशनीजी अघि यहाँले नै सोध्नु भएको प्रश्न, नर्वे पछाडि हामी इलेक्ट्रिक होइन विद्युतीय यातायातमा दोस्रो देश भनेर जसरी देखिएको छौँ, अन्तर्राष्ट्रिय समुदायमा गएर कार्बन उत्सर्जन घटाउने हाम्रो भूमिका त थिएन, तर हामीले घटायौँ। हामीले गर्न सक्छौँ भने धेरै कार्बन उत्सर्जन गर्ने देशले किन गर्न सक्दैनन् भन्ने प्रश्न पनि उठाउन सक्छौँ। मैले हजुरलाई यसमा फलोअप क्वेसन सोधेँ। हजुरले हामीले विदेशी राष्ट्रहरूलाई औँला उठाइरहनु नपर्ने ठाउँहरू पनि छन् र औँला उठाउनु पर्ने ठाउँहरू पनि छन्। यसमा हजुरले लामो समय चाहिँ हामी जस्तो अल्प विकसित देशहरूलाई को आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनको लागि काम गर्नुभएको छ। नेपाल जस्तो देशहरूको अन्तर्राष्ट्रिय आवाजको कति स्ट्रेन्थ छ होला? मैले यसमा छोटो समय हजुरलाई प्रकाश पारिदिन रिक्वेस्ट गरेँ। लामो समयसम्म अन्तर्राष्ट्रिय बहसहरूमा हामीले गएर हामी जलवायु परिवर्तनले अत्यन्तै असर परेको मुलुक, हामीलाई गाह्रो भयो, हामी दुःख पाएको मुलुक, हामी गरिब मुलुक भनेर मात्रै भन्दो रहेछौँ। तर पछिल्लो वर्षहरूमा आएको एउटा नयाँ अवधारणा र हामीले हाम्रा होइन बहसहरूमा सुरु गरेको चाहिँ के छ भने हो हामीलाई असर परेको छ, तर यो असर सँगसँगै अवसर पनि छ। जसरी यातायात क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगहरू जुटाएर होस् या यहीको सहयोग होइन निजी क्षेत्रको लगानीमा हामीले जुन पूर्वाधारहरू अगाडि ल्याउन सक्छौँ, ऊर्जा क्षेत्रमा जुन हिसाबले विद्युतीय होइन जलविद्युत या अरू सौर्य या वायु ऊर्जाहरू प्रबन्धन गरेर हामीले छिमेकीलाई निर्यात गरेर जुन हिसाबले अगाडि बढिरहेको छौँ, फोहोर मैला व्यवस्थापनमा हामीले आफै गर्न सक्ने भूमिकाहरू छँदैछन्। भनेपछि यी समग्र विषयहरू हेर्दाखेरि कति विषयहरू हामीले आफै गर्न सक्छौँ, त्यो गर्दा हामीलाई फाइदा पनि छ, वायु प्रदूषण कम पनि हुन्छ, अन्तर्राष्ट्रिय स्तरमा यहाँबाट गइरहेको होइन यो व्यापार घाटालाई पनि हामी कम गर्न सक्छौँ। तर त्यो भनिराख्दाखेरि विशेष गरी अन्तर्राष्ट्रिय समुदायले हामी जस्तो राष्ट्रहरूलाई सहयोग गर्नुपर्ने जुन प्रतिबद्धता छ त्योबाट उनीहरूलाई बाहिर जान पनि हामी दिँदैनौँ, त्यसमा पनि हामी निरन्तर वकालत गरिराख्छौँ। तर अरूलाई प्रश्न उठाइराख्दाखेरि हामीले गर्ने जिम्मेवारीबाट पनि हामी पछि हट्नु चाहिँ हुँदैन जस्तो लाग्छ। धन्यवाद। यहाँले एकदमै महत्त्वपूर्ण विषय उठाउनु भयो। हामीले आफूले गर्ने जिम्मेवारी चाहिँ हामी त्यसबाट पछि हट्नु हुँदैन। हामीले गरिरहेका काम जस्तै हाम्रो भू उपयोगको कुराहरू छ त्यसमा हामीले आफूले गर्नुपर्ने जिम्मेवारी हामी आफैले वहन गर्नुपर्छ र आफूले सक्दै त्यसको साइड बाई साइड हामीले औँला उठाउन पनि छोड्नु हुँदैन भन्ने यो टेकअवे भयो। मैले हामीले गर्नुपर्ने कामको कुरामा अभिषेकजीतर्फ आउँदाखेरि नेपालको ऊर्जा क्षेत्रमा जलविद्युतको अपार सम्भावना छ भनेर हामीले सानैदेखि पढ्दै आएको र छ पनि। तर जलवायुको असरले नै जलविद्युतको उत्पादनमा पनि प्रभावित हुन सक्ने अवस्थामा पुगिसकेका छौँ हामी। किनभने अघि हामीले सुरु गर्दा पनि भनेका थियौँ जस्तै तपाईँको बाढी पहिरोहरूले गर्दाखेरि कति पटक हाम्रो यो हाइड्रो पावर्सहरूमा पनि असर परिरहेको हुनाले यसको प्रभाव हामीले देखिसकेका छौँ। यसको मिटिगेसन मेजर्स पनि हो एउटा, तर यसले असर पनि गरिरहेको छ।
यो ग्रिन हाइड्रोजन सौर्य ऊर्जा भनेर हामीले जुन सुनिरहेका हुन्छौँ यस्ता विकल्पहरूलाई कसरी प्रभावकारी बनाउन सकिन्छ होला? दिगो ऊर्जा नै जलवायु परिवर्तनको समाधान हो भने मनदीपजीले पनि भन्दै हुनुहुन्छ। यो मूल मन्त्र हो भने नेपालले कसरी हरित अर्थतन्त्र जुन उहाँ मनुजीले अघिदेखि भनिरहनु भएको छ कि हामीले चाहिँ एउटा फन्डहरू क्रिएट गर्नुपर्छ, यो एकदम ब्युरोक्रेटिक प्रोसेस झन्झट भयो, यो सबै कुरालाई ध्यानमा राख्दै हामीले हरित अर्थतन्त्रको बाटो कसरी समात्न सक्छौँ होला? हस्, थ्याङ्क यू। जलविद्युतको कुरा गर्दा डेफिनेटली हाइड्रो पावर नेपालको लागि एउटा वरदान नै हो। तर अब जलविद्युत पानीसँग जोडिएको हुनाले यसमा क्लाइमेट रिस्कहरू पनि धेरै हाई छन्। कहिले धेरै पानी आउने, कहिले कम पानी, होइन, कहिले बाढी आउने, बाढीले पहिरो आउने, र यी कारणहरूले हामीले खालि जलविद्युतमा मात्रै निर्भर हुनु हुँदैन। हामीले सौर्य ऊर्जा, वायु ऊर्जा, होइन, यस्तो टाइपको अल्टरनेटिभ एनर्जी जुन हामी भन्छौँ त्यतातिर पनि ध्यान दिनुपर्छ। र अर्ली वार्निङ सिस्टम, यो हाइड्रो पावरहरूमा चाहिँ हामीले अर्ली वार्निङ सिस्टमहरू लगाएर यो फ्लडहरू आउनभन्दा अगाडि नै त्यसलाई डाइभर्ट गरेर हाइड्रो पावरहरूलाई बचाउन सकिन्छ, डाउनस्ट्रिम कम्युनिटिजहरूलाई बचाउन सकिन्छ। हरित अर्थतन्त्रको क्वेसनमा चाहिँ जस्तो हामीले नेपालले जलवायु परिवर्तनको लागि कार्यान्वयन योजना, राष्ट्रिय निर्धारित योगदान, यिनीहरू यो प्रतिवेदनहरू बनाइराखेको छ। तर यसको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि यी प्रतिवेदनहरूमा जे लेखेका हुन्छन्, जे टार्गेटहरू हुन्छन्, त्यसलाई चाहिँ नेसनल प्लानिङ, नेसनल बजेट, होइन, यो प्रोसेसलाई चाहिँ त्यो प्रोसेसमा हामीले त्यसलाई त्यहाँबाट त्यो टार्गेटहरू त्यहाँ इन्टिग्रेट गर्नुपर्ने हुन्छ, होइन। जसको जिम्मेवारी केही अन्तर्राष्ट्रिय कम्युनिटीलाई छ भने केही चाहिँ हामीलाई हाम्रो आफ्नै, अघि नै मन्जितजीले पनि भन्नुभएको जस्तै हामी पन्छिन मिल्दैन। हाम्रो आफ्नै नेसनल बजेट, नेसनल प्लानिङ प्रोसेसमा हामीले क्लाइमेट टार्गेट्सहरू राख्यो भने त्यसका अनेक फाइदाहरू छन् जसले चाहिँ हरित अर्थतन्त्रमा योगदान पुर्याउँछ। धन्यवाद। मैले अब आज हामी बिपी स्मृति दिवसको अवसरमा हामी यहाँ जुटेको हुनाले मैले हाम्रो बिपी कोइरालाको दर्शन हामीले हेऱ्यौँ भने वन संरक्षण र पारिस्थितिकीय सन्तुलनलाई उहाँले प्रजातन्त्रको आधार स्तम्भ मान्नुभएको थियो। आजको हामीले आज फर्केर हेर्दा उहाँको दर्शनलाई हेर्दाखेरि हामीले कस्तो खालको एउटा ट्रान्जिसन गर्न सक्छौँ होला? उहाँको जुन यो दर्शनलाई, उहाँको सोचलाई आधुनिक जलवायु नीतिमा कसरी पूर्ण रूपमा हामीले जोड्न सक्छौँ होला? मैले सबै प्यानलमा एउटा साझा प्रश्न राखेँ। धन्यवाद रोशनीजी, अत्यन्त महत्त्वपूर्ण विषय यो। आज हामी 44औं बिपी स्मृति दिवस मनाइरहेको सन्दर्भमा सर्वप्रथम त यहाँ हेरिराख्दाखेरि होइन 2007 सालभन्दा अगाडि पार्टी स्थापना हुँदैखेरि जुन हिसाबले पार्टीको चिन्ह रुख भनेर लियो त्यो नै कति एउटा दूरदर्शी हिसाबको निर्णय रहेछ भन्ने पनि हामी देख्छौँ। अहिले अन्तर्राष्ट्रिय स्तरमा हामी जाँदाखेरि 46% वन संरक्षण गरेको नेपालको यो अभियानलाई हामी अन्तर्राष्ट्रिय माझमा गएर गर्वका साथ प्रस्तुत गर्छौँ। होला हामीभित्र केही समस्याहरू होलान्, वन संरक्षण गर्दै गर्दाखेरि अरू त्यसका अब अधिकारका कुराहरूको बारेमा छलफल गर्नुपर्ने होला, तर अन्तर्राष्ट्रिय समुदायलाई निर्धक्क साथ हाम्रो जिम्मेवारी कम हुँदाहुँदै पनि जलवायु संरक्षणमा हामीले ठुलो भूमिका खेलेका छौँ भनेर भनिरहेको हुन्छौँ। त्यो सँगसँगै 2016 सालमा होइन जेठ 13 गते जुन बेला जननायक बिपी कोइराला पहिलोपटक प्रधानमन्त्री हुनुभयो त्यतिखेर यो जुन वन संरक्षण सम्बन्धी यसलाई कसरी यो निजीकरणमा रहेका वनहरू सम्बन्धी लिएको नीतिहरूलाई उहाँले जुन हिसाबको एउटा सोचको बीजारोपण गर्नुभयो त्यो सोच पछि गएर फरक व्यवस्था देशमा हुँदै जाँदाखेरि फेरि पनि पञ्चायत वन र पञ्चायत संरक्षित वन हुँदै पछि गएर त्यसले सामुदायिक वनको एउटा स्वरूप लिएको थियो र आज हामी गर्वका साथ भन्न सक्छौँ सामुदायिक वनले नेपालको क्षेत्रमा होइन नेपालमा खेलेको भूमिका कति महत्त्वपूर्ण छ भनेर। र त्यसरी त्यो समयमा लिएको होइन अत्यन्तै एउटा दूरदर्शी निर्णयले आज हामीलाई देशलाई कुन एक हिसाबको गर्व गर्ने अवस्थामा पुगेको छ। हामीले जननायक बिपी कोइरालालाई सम्झिराख्दाखेरि राजनीतिज्ञ
या साहित्यकार भनेर बुझिरहेको हुन्छौँ। तर उहाँमा भएको यो प्रकृतिसँग नजिक भएर उहाँले हेरिरहेको कुराहरू उहाँका कृतिहरूमा पनि देखिन्छन्। उदाहरणको लागि अनगिन्त कृतिहरूमध्ये मैले अलिक नजिकबाट हेरेको सुम्निमामा उहाँले जुन हिसाबले कोसीको त्यो तटमा रहेको एउटा दुईटा फरक परिवारको एउटा जीवन दर्शनको बारेमा जसरी उल्लेख गर्नुभएको छ र किराँत समुदायले प्रकृतिलाई नजिकबाट संरक्षण गरेको एउटा उदाहरणलाई जसरी प्रस्तुत गर्नुभएको छ, अहिले आएर हामीले जसरी यो प्रकृतिमा जनजाति आदिवासी होइन समूहहरूको जुन भूमिकाको हामी कुरा गर्छौँ त्यतिखेर ती शब्दहरू त उहाँले प्रयोग गर्नु भएन होला, तर त्यो भाव जसरी त्यहाँ प्रस्तुत भएको छ त्यसले पनि होइन जननायक बिपी कोइरालाको प्रकृतिसँग सम्बन्धित उहाँको विचारहरू कस्तो थिए भन्ने कुराहरू चाहिँ हामीले प्रश्नसँग हेर्न सक्छौँ। आजको दिनमा ती विषयहरूलाई हामीले उहाँले त्यो बेलामा जलवायु परिवर्तन नै भनेर शब्दको बारेमा उल्लेख नगरे पनि जलवायु परिवर्तनको भाव चाहिँ प्रश्नसँग देखिएको हुँदाखेरि र मलाई के लाग्छ भने जुन एउटा नेतृत्वदायी भूमिका उहाँले एउटा छाप छोडेर जानुभयो, जुन हामीलाई सिकाउनु भएको छ, नेपालले राष्ट्रिय स्तरमा होस् र अन्तर्राष्ट्रिय स्तरमा होस् जलवायु परिवर्तनको क्षेत्रमा त्यो व्यवहारलाई अनुकरण हामी गर्न सक्छौँ। हामी फेरि पनि जलवायु परिवर्तनले हो पीडित भएको मुलुक हो, कार्बन उत्सर्जन गर्नमा हाम्रो अत्यन्त नगण्य योगदान छ। अब तर हामीले यसमा दोष देखाएर र अरूलाई मात्रै समस्या पन्छाएर अब पुगेन, हामीले पनि गर्न सक्ने कुराहरूलाई कसरी होइन त्यो नेतृत्वदायी भूमिका हामी खेल्न सक्छौँ भने त्यो अनुकरण गर्दाखेरि बिपीप्रति एउटा श्रद्धा सुमन हामी व्यक्त गर्न सक्छौँ जस्तो लाग्छ। जुन बिपीको कुरा उहाँले व्याख्या गर्नुभयो, म चाहिँ हिमाललाई नै जोड्न चाहन्छु। जुन जति हामीले वनलाई संरक्षण गर्नुपर्छ भनेर नीति नियम वन मन्त्रालय सबै कुराहरू आधारित भयो र यो नीति नियम बनाएको छ, त्यसरी नै हिमाललाई पनि संरक्षण गर्नुपर्छ। भोलिका दिनहरू हिमाल भनेको चाहिँ संसारकै एउटा वाटर के अरे पानीको स्रोत जस्तो लाग्छ र यो ट्याङ्कर हो जस्तो लाग्छ। यो नै पक्लिँदै गयो भने देशमा मात्रै होइन, नेपालमा मात्रै होइन कि यो संसारभरि नै सङ्कट हुनेवालामा छ। र यसलाई चाहिँ अहिले यसको लाभ चाहिँ नेपालले मात्रै लिएको छ, नेपाललाई मात्रै प्रभाव हुन्छ, नेपालमा मात्रै हिमाल भएर नेपालले मात्रै यसको जिम्मेवारी हो भनेर हामीले सोचिराख्दाखेरि र यसको लस्ट पनि यसले भोलि दिन प्रतिदिन यसको तीव्र रूपमा चाहिँ हिउँ पक्लिँदै गएर हिमालमा हिउँ भएन भने होइन हाम्रो हिमालमा त कलर लगाएर त हुँदैन, त्यसलाई त जोगाउने अहिलेदेखि नै नीति नियम पालना गर्नुपर्छ। हाम्रो यस्तो नेतृत्व हुनुपर्छ जस्तो लाग्छ। धन्यवाद। हेलो, हजुर, म चाहिँ बिपी कोइरालाको साहित्यको ठुलो फ्यान हो। सो उहाँको त्यही कृतिहरूमा पनि एकदमै राम्रोसँग दर्शिन्छ। उहाँले नेचरलाई कति नजिकबाट दर्शाउनु भएको छ त्यस कृतिहरूमा। म एकदमै धेरै मैले उहाँको सबै कृतिहरू पढेको छु र एकदम धेरै ठुलो फ्यान पनि हो। र आज यहाँ आएर यसरी कुरा सेयर गर्न पाउँदा यो बिपी स्मृति दिवसमा एकदम खुसी लागेको छ। र योभन्दा अगाडि पनि नेपाली कङ्ग्रेसले चाहिँ मलाई एउटा क्लाइमेट ह्याकाथनको मेन्टरको रूपमा बोलाउनु भएको थियो, त्यसको लागि पनि म एकदम आभार प्रकट गर्दछु। सधैँ उहाँहरूले मलाई सम्झिनुहुन्छ। र आज चाहिँ म अलिकति म यहाँ आइराख्दा चाहिँ तीनटा कुरा चाहिँ कहिले पनि म मिस गर्न चाहदिनँ। एउटा चाहिँ म एज एन एम्बेसेडर सर्कुलर इकोनोमीको एम्बेसेडर ताइवान गएको थिएँ नेपाललाई रिप्रेजेन्ट गरेर। सो नेपालले पनि हामीले चाहिँ सर्कुलर इकोनोमीलाई बिल्ड गरेर चाहिँ एकदमै ठुलो फाइदा उठाउन सक्छौँ जस्तो लाग्छ। अर्को चाहिँ सस्टेनेबल र यो जुन हामीले प्रडक्ट्सहरू जुन सस्टेनेबल प्रडक्ट्स भन्छौँ र सर्भिसेसहरू चाहिँ एकदम एक्सेसेबल र अफोर्डेबल हुनु पर्यो भन्ने चाहिँ मेरो कुरा छ। र लास्टमा चाहिँ क्लाइमेट रेजिलियन्ट लाइभलीहुड्स, जस्तै महिलाहरूलाई कति इम्प्याक्ट परेको छ, एलजिबिटिक्यू कम्युनिटीलाई कति इम्प्याक्ट परेको छ र किसानहरू होइन स्थानीय तहमा जति हुनुहुन्छ मानिसहरू उहाँहरूलाई कति असर परेको छ, त्यो चाहिँ अगाडि लिएर आउँदै गर्नुपर्छ। अझै रिसर्च हुनु पर्यो यसको बारेमा भन्न चाहन्छु। किनभने एलजिबिटिक्यू कम्युनिटी एन्ड वुमेनहरूको यो जेन्डर इस्युजहरू चाहिँ अझै रिसर्च हुनै बाँकी छ जस्तो लाग्छ मलाई। यसको रिसर्चहरू पनि अझै हुनैपर्छ जस्तो चाहिँ म भन्छु। थ्याङ्क यू। बिपी कोइराला एकदम दूरदर्शी नेता हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई। उहाँले च्याम्पियन गर्नुभएको प्रकृति संरक्षण होइन, डेमोक्रेटिक सोसलिजम, स्ट्रङ इन्स्टिट्युसन्सहरू होइन, लङ टर्म डेभलपमेन्ट प्लानिङ, यी कुराहरू अहिले क्लाइमेट चेन्जमा आएर पनि धेरै सान्दर्भिक देखिएका छन् होइन। अब जस्तो क्लाइमेट चेन्ज हामी क्लाइमेट जस्टिसको कुरा गर्छौँ। अघि नै मैले भने यो क्लाइमेट टार्गेटलाई डेभलपमेन्ट प्लानिङमा बजेटमा कसरी इन्टिग्रेट गर्ने कुराहरू, इक्वालिटीका कुराहरू, इन्क्लुजनका कुराहरू,
यिनीहरू सबै अहिले बिपी कोइरालाले त्यति बेला जुन च्याम्पियन गर्नुभएका जुन प्रिन्सिपल्सहरू थिए त्यो धेरै सान्दर्भिक छ जस्तो लाग्छ र उहाँले भनेको कुराहरूले हामीलाई अझै पनि बाटो देखाइरहेको छ जस्तो लाग्छ। धन्यवाद यहाँहरू सबैलाई। अब हामी यो प्यानल डिस्कसनको अन्त्यमा आइसकेका छौँ। आजको हाम्रो यो छलफलले हामीलाई एउटा स्पष्ट सन्देश दियो। पूर्णिमाजीले हिमालमा जुन प्रत्यक्ष रूपमा महसुस गर्नुभएको छ त्यो यथार्थ हामीले देख्यौँ। मन्जितजीले नीति तथा बजेटको जुन जटिलताको कुरा गर्नुभयो हामीले त्यसमा पनि अलिकति विमर्श गऱ्यौँ। मनोजीले जनताको जनतहको व्यवहार परिवर्तन कसरी गर्न सकिन्छ, एउटा व्यक्तिले कसरी यो चेन्ज गर्न सक्छ भन्ने देखाउनु भयो र अभिषेकजीले ऊर्जा तथा प्रविधिको दीर्घकालीन योजना हामीले कस्तो बनाउनुपर्छ भन्ने पनि हामीलाई एउटा पिक्चर दिनुभयो। यी सबै डिस्कसन एउटै श्रृङ्खलाका कडी हुन् र यही कडीलाई समात्दै नेपाली कङ्ग्रेसले जलवायु परिवर्तनको मुद्दालाई राजनीतिक मुद्दा बनाएको छ, जुन अघि हाम्रो मन्जितजीले पनि भनिसक्नु भएको छ। हामीले यसलाई चाहिँ यो जलवायु परिवर्तन भनेको वातावरणीय मुद्दा मात्रै होइन, यो सबै छुन्छ, सबै मान्छेको जीवनसम्म छुन्छ भन्ने कुरालाई नेपाली कङ्ग्रेसले राजनीतिक मुद्दाको रूपमा नै उठाइसकेको छ। वायु प्रदूषण र जलवायु परिवर्तनलाई छुट्टा छुट्टै हेर्ने हो भने हामी यो समाधान गर्न सक्दैनौँ, यो समाधान अधुरो रहन्छ भन्ने पनि हामीले यहाँबाट लैजानुपर्छ। बिपी कोइरालाको प्रकृति र विकासको सन्तुलन आजभन्दा कयौँ वर्ष अगाडि जुन बेलामा यो जलवायु परिवर्तन भन्ने एउटा कन्सेप्ट नआइसक्दा नै उहाँले यो एउटा परिकल्पना गर्नुभएको दर्शनले आज पनि उत्तिकै सान्दर्भिकताका साथ हामीलाई बाटो देखाइरहेको छ र आगामी दशकको प्राथमिकता निर्धारण, संस्थागत सुधार र सबै राजनीतिक दलको साझा प्रतिबद्धताले मात्रै यो जलवायु परिवर्तनको सङ्कट हामीले न्यूनीकरण गर्न सक्छौँ र यो नै समाधानको मूल मन्त्र हो। त्यति भन्दै मैले हाम्रो प्यानलिस्टहरूलाई आफ्नो अमूल्य समय खर्चिदिनु भएकोमा यहाँ धेरै धेरै धन्यवाद दिँदै म प्यानलको एन्ड भएको धन्यवाद। यहाँ उपस्थित सबै महानुभावहरूलाई नेपाली काङ्ग्रेसको तर्फबाट हार्दिक जय नेपाल। जननायक बिपी कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। यो कार्यक्रममा यति धेरै साथीहरू सहभागी हुनुभएको छ, तपाईँहरू सबैप्रति आभार प्रकट गर्छु। यहाँको स्थानीय प्रशासनले सहयोग पुर्याएको छ। ललितपुर महानगरपालिका वडा अध्यक्षज्यूहरू, प्रहरी प्रशासन सबैलाई पार्टीको तर्फबाट हार्दिक आभार प्रकट गर्छु। पत्रकार साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। थुप्रै चित्रकार साथीहरू कार्यक्रममा सहभागी हुनुभएको छ, तपाईँहरूप्रति हार्दिक आभार प्रकट गर्छु र अरू स्वयंसेवक साथीहरू सबैलाई पनि हार्दिक आभार प्रकट गर्छु। आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ। म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौडिँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाइ दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। मैले पनि ठिकै छ, यसपालि यस्तै हो भने। मेरो आज धेरै कुराहरू छैन, तपाईँहरूलाई धन्यवाद दिन मात्र म यहाँ उभिएको छु। यसपछि हाम्रो युवा साथीहरूको साङ्गीतिक प्रस्तुति छ, चित्रकार साथीहरूले चित्र बनाइराख्नु भएको छ। हाम्रा कुराहरू भोलि दिउँसो राष्ट्रिय सभागृहमा हामीहरू राख्ने नै छौँ। आज हामीले एउटा महत्त्वपूर्ण विषयमा छलफल गऱ्यौँ, द ग्रिन टेबलमा। म सबैजना प्यानलिस्टहरूलाई हृदयबाट आभार प्रकट गर्छु। द ग्रिन टेबलमा हामीहरू नागरिकका विषयहरूमा छलफल गर्छौँ, जुन वास्तवमा राजनीतिक दलको छलफल गर्नुपर्ने, बहस गर्नुपर्ने विषयहरू हुनुपर्ने हो, तर छुटिरहेका छन्, ती विषयहरूमा छलफल गर्छौँ। आज हामीले जननायक बिपी कोइरालालाई जलवायु परिवर्तनसँग जोडेर सम्झ्यौँ। अघि तपाईँहरूले पक्कै पनि हाम्रो प्यानलिस्टहरूले भन्नुभएको कुराहरू सुन्नुभयो। बिपी कोइरालाले जलवायु परिवर्तन भन्ने शब्द प्रयोग गर्नुभएको थिएन। तर के बिपी कोइरालाले समावेशी भन्ने शब्द प्रयोग गर्नुभएको थियो? त्यो पनि थिएन। आज हामी दलितको समावेशताको कुरा गरिरहेका छौँ, महिलाको समावेशताको कुरा गरिरहेका छौँ, तर दक्षिण एसियामै कुनै महिलाले सरकारमा सहभागिता हुने अवसर प्राप्त नगर्दै गर्दा आफ्नो मन्त्रीमण्डलमा महिलालाई सहभागी गराएर वा एउटा दलितको प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाएर वा सबै जात जाति भाषाभाषी सबैलाई समेटेर संसद वा मन्त्रीमण्डल बनाएर बिपी कोइरालाले त्यही बेलामा नेपालको डेमोक्रेसी समावेशी नभइकन अगाडि बढ्यो भने त्यो डेमोक्रेसी पुरा हुँदैन भन्ने कुरा हामीलाई सिकाउनु भयो। यसै गरिकन विकासका मुद्दाका सन्दर्भमा अघि यहाँ चर्चा भएको म सुनिरहेको थिएँ। जब तपाईँ विकासको कुरा गर्नुहुन्छ त्यहाँ सामाजिक न्यायलाई छोड्नुभयो भने, त्यहाँ मानव कल्याणलाई छोड्नुभयो भने, त्यहाँ लोकको कल्याणलाई छाड्नुभयो भने, त्यहाँ नैतिक अधिकारको विषय, नैतिक जिम्मेवारीको विषयलाई छोड्नुभयो भने
त्यहाँ दूरदर्शिताको विषयलाई छोड्नुभयो भने, त्यहाँ विकास दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई छोड्नुभयो भने त्यो विकासको अर्थ हुँदैन भनेर धेरै वर्ष पहिला विकासका बारेमा बिपी कोइरालाले चर्चा मात्र गर्नु भएन, आफै अभ्यास पनि गर्नुभयो। बिपी कोइरालाको बेलामा वनको राष्ट्रियकरण गर्नुपर्छ, यो नेचुरल रिसोर्सेस चाहे त्यो वन होस् चाहे त्यो भूमि होस्, यो माथि जस्टिस हुनुपर्छ, जस्टिसको आँखाबाट हेर्नुपर्छ भन्ने कुरा त्यो बेलामा सोचियो। तर हामी बिपीको अनुयायीहरूले धेरै पछि विकासको प्रतिस्पर्धा गरिरहँदै गर्दा ती विषयहरूलाई बिर्स्यौँ। आजको नेपाली काङ्ग्रेस अगाडि हेर्न चाहन्छ। आज जति पनि साथीहरू आउनुभएको छ, यो भविष्यप्रतिको नेपाली काङ्ग्रेसप्रतिको एउटा विश्वास लिएर आउनुभएको छ। तर भविष्यप्रतिको पाइलाहरू चाल्दै गर्दाखेरि हामीलाई थाहा छ हामी वर्तमानमा इमान्दार हुनुपर्छ र सिक्नका निम्ति हामीले हिजोतिर फर्केर सिक्नुपर्छ। हाम्रो अग्रजहरूले देखाएको कुराबाट थुप्रै सिक्ने कुराहरू छ। जलवायु परिवर्तनको विषयलाई हामी नेपालको विकासको एउटा मूल विषय बनाउन चाहन्छौँ। त्यसका निम्ति हामी आफ्नै अग्रजहरूले हिजो राख्नुभएका विचारहरू, हिजो गर्नुभएका निर्णयहरूमा फर्केर एकपटक हेर्न चाहन्छु भन्ने सोच्यौँ। त्यसको आधारमा जननायक बिपी कोइरालाको स्मृति दिवसमा आज युवा साथीहरू बोलाएर आफ्नो क्षेत्रका अनुभव प्राप्त गर्नुभएको विज्ञ साथीहरू बोलाएर छलफल गऱ्यौँ। यो छलफलबाट धेरै कुराहरू पार्टीले आज ज्ञानको रूपमा ग्रहण गरेको छ। यी विषयहरूलाई हामी उपयुक्त समयमा उपयुक्त ठाउँमा उठाउँदै पनि जान्छौँ, काम पनि गर्दै जान्छौँ। अरू बाँकी रहेका कुराहरू भोलिको कार्यक्रममा तपाईँहरूसँग बसेर गरौँला। जति पनि साथीहरू आउनुभएको छ एकपटक सबैलाई हृदयबाटै फेरि स्वागत गर्न चाहन्छु। सयौँको सङ्ख्यामा साथीहरू आउनुभएको छ र आज हामीले एउटा कुरा प्रारम्भमा भनेका थियौँ। आज केवल हामी जलवायु परिवर्तनको विषयका सन्दर्भमा जनचेतना जगाउन मात्र यहाँ उभिएका छैनौँ, एउटा सङ्कल्प गर्न पनि उभिएका छौँ। यसलाई भोलि हामी अझ विस्तृत रूपमा राख्ने नै छौँ। तर आज हामी जति साथीहरू आउनुभएको छ, साथीहरूलाई के पनि भन्दैनौँ, तर पार्टीको साथीहरूले सदस्यता शुल्कका रूपमा पार्टीको कोषमा जम्मा गर्नुभएको केही रकमहरूबाट आजबाट हामीले मानव सहायता कल्याण कोष भनेर स्थापना गर्ने भनेर भन्यौँ। र आज अनुमानित साथीहरू दौडिनु भएको साथीहरूको सङ्ख्या यकिन गर्न गाह्रो भयो, केही व्यवस्थापकीय कमजोरी भयो, म यसलाई स्वीकार गर्छु। युवा साथीहरूसँग म माफी पनि माग्छु। हामीले सिक्ने कुराहरू धेरै छन्। हामी सिकेर आजको कार्यक्रमबाट अरू थप आगामी दिनमा थप यसलाई व्यवस्थित गर्छौँ। ठ्याक्कै हामीले केही नम्बर्सहरूमा तलमाथि भयो होला, तर धावकै पुरा जति साथीहरूले पुरा गर्नुभयो त्यो पुरा गर्नुभएको नम्बर्सलाई एप्रोक्स त्यसलाई हेरिकन एकजना साथीको बराबर करिब 500 रुपियाँ पार्टीको तर्फबाट कन्ट्रिब्युट गर्ने गरिकन हामीले 10 लाख रुपियाँ पार्टीको तर्फबाट मानव कल्याण कोषमा राखेका छौँ। र यो 10 लाख रुपियाँ अहिलेका लागि जुन विस्थापित भएका सुकुम्बासीको परिवारहरू छ, खास गरिकन परिवारबाट एकल महिला र सानसाना नानीहरू जसको पढ्ने कुरामा अवरोध पुगेको छ, उनीहरूका निम्ति यो सम्पूर्ण पैसा हामी त्यसमा खर्च गर्छौँ। र हामीले नेपाल महिला सङ्घलाई विशेष अनुरोध गरेका छौँ। महिला सङ्घका हाम्रा साथीहरूले स्वयंसेवकको रूपमा यसमा काम गर्नुहुन्छ र सबै बस्तीहरूमा जानुहुन्छ, यहाँ बाहिर जता जानुहुन्छ। यो प्रारम्भिक कुरा हो, यसमा अरू साथीहरू पछि जोडिनुहुन्छ, हामीहरू थपिँदै जान्छौँ। तपाईँहरूले स्वयंसेवी रूपमा यसमा जोडिन सक्नुहुन्छ। तरुण दलका साथीहरूलाई पनि आज विशेष धन्यवाद छ, तपाईँहरूले पुर्याउनु भएको आजको स्वयंसेवी भूमिकाका लागि। त्यहाँ पनि तपाईँहरूको भूमिकाको हामी अपेक्षा गर्छौँ। र यो पार्टीको सदस्य साथीहरूले जम्मा गर्नुभएको शुल्कबाट उठेको पार्टीको खाताबाट हामीले मानव सहायता कल्याण कोषमा यो रकम जम्मा गरेका छौँ र यो यहाँ प्रयोग गर्छौँ। र यस पछाडि पनि आज आउनुभएका साथीहरूलाई, भोलि आउने साथीहरूलाई बिस्तारै हामी यो कोषमा, यो अभियानमा जोडिनका निम्ति हामी अनुरोध गर्छौँ। यो विषयको पनि जानकारी गराउँदै र भोलि हामी नयाँ अभियानको, देशव्यापी अभियानको एउटा प्रारम्भ गर्दैछौँ। अभियानका बारेमा भोलि जानकारी गराउँछौँ र भोलि अरू बाँकी रहेका पनि पार्टीका कुराहरू गर्छौँ, राजनीतिक कुराहरू गर्छौँ। आज गरेको कुरा पनि राजनीतिक कुराहरू नै हुन्। भोलि पार्टीको समसामयिक आजको विषयको बारेमा कुरा गर्छौँ। आज जुन विषयमा यहाँ ग्रिन टेबलमा छलफल गऱ्यौँ, यो चाहिँ सबैभन्दा बढी राजनीतिक कुरा हो। आजको सबैभन्दा बढी हामीले ध्यान दिनुपर्ने कुरा हो, हाम्रो भविष्यसँग जोडिएको कुरा हो। यो विषयका बारेमा आज छलफल गर्ने क्रममा यहाँहरू सबै जोडिदिनु भयो। फेरि एकपटक सबैलाई धन्यवाद दिँदै, जननायक बिपी कोइरालालाई सम्झँदै, जननायक बिपी कोइरालाले देखाउनु भएको बाटोमा दत्तचित्त भएर, दृढ सङ्कल्पित भएर, रत्तिभर विचलित नभइकन अगाडि बढ्छौँ भनी प्रण गर्दै म यो कार्यक्रम टुङ्ग्याउँछु औपचारिक रूपमा।